एं ब्रह्म वरुणेन्द्र रुद्रमरुत स्तवन्ति दिव्यैस्तवै वेदैः साङ्कपदक्रमोपनिषदैर् गायन्ति सामगा ध्यानावस्थिततन्द्रतेन मनसा पश्यन्ति यज्ञिनो यस्यान्तं न विदुषुरसुरगणा देवाय तस्मै नमः। श्रीमच्चन्दनचर्चितो जलवपु शुक्लं वरमल्लिका मालालङ्कृतकुण्डलप्रविल सन्मुक्ता बलिशोभिता सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा वाग्देवी वदना भुजे वसतु मे त्रैलोक्यमाता चिरम् मुखं करोति वासलं पङ्गु लङ्घयते गिरिम् यत्कृपातमहं वन्दे परमानन्दशङ्करम्। नमो भगवते तस्मै व्यस्यामि तेजसे यस्य प्रसादात् वक्ष्यामि महादेव कथामिमम्। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। पञ्चम अध्याय। कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त्य मुनि। यसरी दक्ष प्रजापतिले 33 कोटी कन्या 33 कोटी देवतालाई कन्यादान गरेको कथा सुनाइसके। अनि सतीदेवीलाई श्री महादेवले विवाह गर्नुभएको कुरा पनि बताइसके। अब के सुन्ने इच्छा छ? यस प्रकार कुमारजीले आज्ञा गर्दा अगस्त्य मुनि बिन्ती गर्नुहुन्छ, हे कुमारजी, त्रिपुरासुरले कस्तो तपस्या गर्यो अनि श्री महादेवले त्यसलाई कसरी भस्म पार्नुभयो, त्यो सबै वृत्तान्त मलाई आज्ञा गर्नुहोस्। कुमारजी आज्ञा गर्नुहुन्छ, हे मुनिवर। अघि विष्णुले हिरण्याक्षलाई मारेपछि अति दुखी भई दानवहरूले चिन्ता गर्न लागे। त्यति बेला मय नाम भएको एउटा दैत्यले उसका सहयोगीहरू ताराकाक्ष, बिन्दुमाली र कमलाक्ष नाम गरेका दैत्यहरू समेत साथमा लिई घोर तपस्या गर्न लाग्यो। मय लगायत 33 जना दैत्य पुष माघको जाडोमा हिमालयमा गई तपस्या गर्दथे। वैशाख जेठका घाममा पञ्चाग्नि तापेर तपस्या गर्दथे। वर्षाकालमा बिना छानो चौरमा बसी तपस्या गर्दथे। यस्तै तरहले तपस्या गर्दा गर्दै दिव्य 10,000 वर्ष बिते। ती दैत्यको शरीरमा मासु सकिएर केवल छाला र हाडा मात्र बाँकी रह्यो। त्यसपछि तिनीहरूको तपस्या देखि ब्रह्माजी खुसी भए, दर्शन दिनुभयो। ब्रह्माजीले आज्ञा गर्नुभयो, हे दैत्यमा श्रेष्ठ भएका दानवीर हो, म तिमीहरूको तपस्या देखि अत्यन्त खुसी भएँ। तिमीहरूका मनमा जे इच्छा छ सो वर माग, म दिन्छु भनेर ब्रह्माजीले भन्नुभयो। तिनीहरूले ब्रह्माजीलाई साष्टाङ्ग दण्डवत गरी हात जोडी बिन्ती गरे, हे ब्रह्माजी, हजुर यदि हामीदेखि प्रसन्न हुनुहुन्छ भने हामीलाई अवध्य वरदान दिनुहोस्, अर्थात् हामीले कहिल्यै मर्नु नपरोस्, हाम्रो बल पराक्रम पनि धेरै होस्। फेरि हामीहरू विमान समान सुन्दर 3वटा पुर बनाउनेछौँ, त्यसमा मनुष्यहरूको गति नहोस्। यस्ता प्रकारसँग मनुष्यको झैँ हाम्रो मृत्यु नहोस्। हामी ठुला बलवान पराक्रमी हौँ, यस्तो वर प्रदान गर्नुहोस्। यस्ता तरहले मय आदि दैत्यले वरदान मागेको सुनि ब्रह्माजीले आज्ञा गर्नुभयो, हे दानव श्रेष्ठ, त्यस्तो अवध्य वरदान त म दिन सक्दिनँ। अत मृत्युको अवकाश राखी अर्को वरदान माग, यसमा अन्यथा नमाग। यस्ता तरहको ब्रह्माजीको वचन सुनि मय दैत्यले फेरि भन्यो, हे प्रभु, मैले बिन्ती गरे जति सबै कुरा पाऊँ। ती मैले बनाएका पुरहरू 3वटा एकै ठाउँमा रहने छैनन्। जब पूर्ण 10,000 वर्ष बित्ला तब ती 3 पुरहरूको आधा निमेष भर मात्र मिलन हुनेछ। त्यस आधा निमेषभित्रमा जो महापुरुषले एकै बाणाले ती 3 पुरलाई क्षणभरमा नाश गर्न सक्छ, त्यही वीर मलाई मार्नमा समर्थ हुनेछ। यस्ता तरहको त्यस मय नाम गरेको दानवको वचन सुनि शिवजीलाई सम्झी तथास्तु भनी वरदान दिएर ब्रह्माजी सत्यलोकतर्फ जानुभयो। त्यस दानवले पनि जगत नाश गर्नको लागि आदिकल्पको सुरुमा 3वटा पुरहरूको रचना गर्यो। ती 3 पुरहरूमा पहिलो पुर फलामको बनायो, दोस्रो चाहिँ चाँदीको र तेस्रो चाहिँ सुनको बनायो।
ती 3 पुरहरू आकाशमा सुमेरु पर्वतका शिर जस्ता देखिन लागे। चन्द्रमाको किरण लाग्नाले शीतल भएका ठाउँ ठाउँमा आँखी झ्यालहरू बनेका घरका अट्टालीहरू पनि सुन्दर सुन्दर शिलाहरूद्वारा बनाइएको थियो। यी 3वटै पुरहरूमा मोती लगायत अनेक मणिहरू ठाउँ ठाउँमा राखिएका थिए। रत्नहरूको प्रकाश चौतर्फी फैलिएको थियो। यस तरह अति सुन्दर रूपमा तयार गरिएका पुरहरूमा अत्यन्त सुन्दर अप्सरा समानका स्त्रीहरू पनि देखिन्थे। ती सुन्दरीहरूको वेशभूषा र श्रृङ्गारले सबैलाई मन्त्रमुग्ध बनाउँथ्यो। ती सुन्दरी स्त्रीहरू अत्यन्त हँसिला र सुन्दर देखिन्थे। यस्ता सुन्दर ती 3 पुरमा फलामको पुरा चाहिँ ताराकाक्ष गरेको दैत्यलाई राजा मयले दियो। फेरि मयले अर्को चाँदीको पुरा बिन्दुनमाली नाम गरेको दैत्यलाई दियो। सुवर्णले बनेको अति उत्तम पुरा जो थियो त्यो राजा मयले आफूलाई भनिलियो। त्यसपछि ती त्रिपुरावासी दैत्य र मन्त्रीहरू सम्पूर्ण आफ्ना शत्रुहरूका सेनालाई जितेर ब्राह्मण वर्ग एवं भाइ बन्धु सहित भई आफ्ना आफ्ना पत्नीहरूलाई साथ लिई सुखपूर्वक रहन लागे। समय बित्दै गयो। त्रिपुरावासी दैत्यहरू पनि बलका घमण्डले उन्मत्त हुँदै जान थाले। उनीहरूले स्वर्गमा देवताहरूका बगैँचाका वृक्ष र बिरुवाहरू पनि नष्ट गर्न लागे। देवताहरूलाई पनि अनेक तरहले दुःख दिँदा धेरै काल व्यतीत भयो। ती दैत्यहरूको अत्याचार सहन नसकी इन्द्रादि देवताहरू अति दुखी भई ब्रह्माजीका समीपमा गई त्रिपुरावासी दैत्यहरूको सम्पूर्ण उत्पातको विस्तार गर्दा भए। देवताहरूको बिन्तीले प्रसन्न भएका ब्रह्माजीले सबै देवताहरूलाई शान्त गराई आज्ञा गर्नुभयो। हे देवतागण हो, त्रिपुरासुर आदि दैत्यहरू ज्यादै नै बलवान छन्। हामीहरू तिनको नाश गर्न सक्दैनौँ। त्यसकारण हामीहरू सबै श्री महादेवका शरणमा जाउँ। उहाँले नै ती दुष्ट दैत्यहरूलाई नाश गर्नुहुनेछ। यस्ता तरहको ब्रह्माजीको आज्ञा सुनि सूर्य, इन्द्र, वायु, अग्नि आदि सबै देवताहरूले ब्रह्माजीलाई साथ लिएर कैलाशतिर गए। त्यहाँ पुगी देवताहरूले बिन्ती गरे, हे त्रिलोकेश, हे पिनाकधारी, हे चन्द्रभाल, तपाईँलाई कोटी कोटी नमस्कार छ। जगतलाई शरण दिने देवताका पनि देवता यस्ता तपाईँलाई कोटी कोटी नमस्कार छ। सदा सर्वदा प्रसन्न भई वरदान दिने यज्ञका मालिक, हिमालयमा बस्ने कैलाशवासी यस्ता तपाईँलाई कोटी कोटी नमस्कार छ। हे विश्वेश्वर, हे वरदाता, हे परमात्मन, संसारलाई उत्पन्न गर्ने यस्ता तपाईँलाई कोटी कोटी नमस्कार छ। हे चण्डीश्वर, हे यज्ञेश्वर, हे सर्व, हे रुद्र, हे भीम, हे शम्भ, हे ईश्वर, हामीदेखि प्रसन्न हुनुहोस्। हजुरलाई कोटी कोटी नमस्कार छ। यस्ता प्रकारले देवताहरूले स्तुति गरे। देवताहरूको स्तुतिदेखि प्रसन्न भई श्री महादेवले आज्ञा गर्नुभयो, हे देवता हो, जो वर माग्छौ माग, म सम्पूर्ण कुरा दिनेछु। श्री महादेवको यस्तो आज्ञा भएपछि सम्पूर्ण देवताहरूले बिन्ती गरे, हे प्रभु, ब्रह्माजीका वरदानले उन्मत्त भएका मय आदि गरिएका दैत्यहरूको, हाम्रा उर्वशी आदि गरिएका अप्सराहरूलाई पनि लुटेर लगे। सम्पूर्ण उपवनहरूमा उत्तम उत्तम बिरुवाहरू पनि लुटी बगैँचाहरू नष्ट गराइदिए। उनीहरूले हामीलाई ठुलो दुःख दिइरहेका छन्। हे भगवान, ती दैत्यको नाश गर्न ब्रह्मा पनि समर्थ छैनन्, विष्णु पनि समर्थ छैनन्। जसरी देवताहरूको जय हुन्छ त्यही वरदान बक्सनुहोस्। यस्ता प्रकारले देवताहरूको स्तुति सुनेपछि श्री महादेव प्रसन्न भई देवताहरूलाई यस्तो आज्ञा गर्नुभयो, हे देवगण हो, तपाईहरूको कुरा ठिकै हो, तर त्रिपुरावासी दैत्यहरू वैदिक सनातन धर्ममा लागेका छन्। साथै घर घरमा होम यज्ञ र शिव साधनामा रत भएका कारणले ती मेरा भक्त हुन्। मैले मेरा भक्तको नाश गर्न मिल्दैन। बरु भगवान विष्णुको शरणमा जाओ। विष्णुको आज्ञाले जे गर्ने हो गर्नु। श्री महादेवको कुरा सुनेर देवताहरू दुखी भई वैकुण्ठमा श्री विष्णुको समीपमा गए। भगवान विष्णुका अनेक स्तोत्रको साथमा भगवान श्री हरिको प्रार्थना गरे। देवताहरूको कुरा सुनेर भगवान श्री हरिले मनमा श्री महादेवलाई सम्झनुभयो र आफ्नो मायाले छोपी आफ्नो शरीरबाट एक भिक्षुक प्रकट गर्नुभयो। भगवान विष्णुले आफ्नो शरीरबाट उत्पन्न भएका भिक्षुकलाई आज्ञा गर्नुभयो, तिमी गएर त्रिपुरावासी दैत्यहरूलाई सनातन धर्म खण्डित गर्ने कलियुगी पाखण्ड धर्म प्रचार गरी आऊ। मेरो आज्ञाले तिमीलाई पाप लाग्ने छैन। तिमी समानका तिम्रा अन्य 4 शिष्यहरू पनि सृष्टि गर्नु र
त्रिपुरावासीहरूलाई सनातन मार्गबाट विचलित गराउनु। भगवान श्री विष्णुका कुरा सुनेर मुण्डीले विष्णुलाई प्रणाम गरी आकाशमा रहेका त्रिपुराहरूमा गए। भिक्षुकले आफ्ना 4 शिष्यहरूको साथमा त्रिपुरावासीहरूलाई एक ठाउँमा भेला गरी सनातन धर्मको विरुद्ध शिक्षा दिन थाले। तैपनि त्रिपुरावासी दैत्यहरू शिव धर्मका प्रतापले विचलित भएनन्। फेरि भगवान विष्णुले नारदलाई डाकेर आज्ञा गर्नुभयो, हे नारद, तिमी पनि त्रिपुरावासी दैत्यहरूसँग गएर मैले पठाएका ती मुण्डीहरू समक्ष सनातन धर्म विरुद्धको पाखण्ड धर्म ग्रहण गर, जसबाट दैत्यहरू मोहित हुन्। भगवान विष्णुको आज्ञा मानि नारदले पनि त्रिपुरावासीहरूका छेउमा गई नाटकीय ढङ्गले पाखण्ड धर्मको दीक्षा लिनुभयो, जसबाट दैत्यहरू प्रभावित भई पाखण्ड धर्ममा रत भए। यसबाट यज्ञ, पूजा, होम, वेद, मूर्ति पूजा, तीर्थ, व्रत, सत्य धर्म, पतिव्रत धर्म सबै नाश भए। त्यसपछि भगवान विष्णु समेत सबै देवताहरूले शिवजीको स्तुति गर्दै त्रिपुरा नाश गर्नको लागि बिन्ती गर्नुभयो। विष्णु आदि देवताहरूले धेरै स्तुति गरेपछि भगवान शिवजीले आज्ञा गर्नुभयो, मेरा 11 अंश धारण गरी रुद्र तेजोमय रूप बनेर दानवहरूलाई नष्ट गर्नुहोस्। यति महादेवबाट आज्ञा भएपछि देवताहरूले फेरि बिन्ती गरे, हे भगवान, हामी हजुरका तेजको सहस्रांशको 1 अंश पनि धारण गर्न सक्दैनौँ भने माहेश्वर तेजलाई धारण गर्नु कसरी सकौँला र? अत हे भगवान, हामी माथि प्रसन्न हुनुहोस् र आफैले त्रिपुरासुर आदिलाई मारिबक्सनुहोस्। यस्ता प्रकारको स्तुति गर्दै खिन्नचित्त भएका देवताहरूलाई आश्वासन दिएर श्री महादेवबाट आज्ञा भयो, हे देवगण हो, यदि त्यस्तो महादुर्भेद्य त्रिपुरा छ भने म एकै बाणले ती 3 पुरालाई भस्म गरिदिउँला। अत मेरो बललाई थाम्न सक्ने हिमालय पर्वत समान एक रथ तयार गराउनुहोस्। महादेवको यस्तो वचन सुनि सबै देवताहरूले हवस पनि महादेवलाई नमस्कार गरी खुसी भई आफ्ना आफ्ना धाममा जाँदा भए। श्री महादेवका निमित्त विश्वकर्माले सम्पूर्ण देवताहरूले युक्त भएको सुवर्णमय एक रथ तयार गराए। त्यस रथको दक्षिण चक्र सूर्य भए, उत्तरतर्फको चक्र चन्द्रमा भए। दक्षिण चक्रमा 12 सूर्य आभूषण बनाइए। यसै गरी उत्तर चक्रमा 16 कला 27 नक्षत्र भूषण गराइए। 6 ऋतु पनि दायाँ बायाँतिर राखिए। त्यो रथको गजुर आकाश भयो। देवताहरूले पाङ्ग्रा अड्याउने दण्ड मन्द राचलको बनाए। रथ हाँक्ने सारथी ब्रह्मा हुनुभयो। ब्रह्मा स्वरूप ओमकारको कोर्रा बनाए। विन्ध्याचलको छत्र बन्यो। मन्दराचल रथको पार्श्व दण्ड बनाइयो। देवताहरूले सुमेरु पर्वतको धनु बनाए। श्री शेषनाग धनुको ताँधो भए। सरस्वती देवी घण्ट हुनुभयो। साक्षात् विष्णु अग्निबाणको टुप्पो हुनुभयो। 4 वेद रथका 4 घोडा बन्नुभयो। तारागणहरू घोडाका गहना भए। यसरी जति जति यो ब्रह्माण्डमा चिज छन् ती सबै त्यस रथका अवयव भए। यस्ता प्रकारले रथ तयार भएपछि भगवान शङ्कर आउनुभयो। भगवान शङ्करले पृथ्वी र आकाशलाई कम्पायमान गराई रथमा चढ्नुभयो। इन्द्र आदि पार्षदहरू नन्दी, शङ्कुकर्ण, चण्डेश्वर, गणेश्वरी सबैजना त्रिशूलपट्टी आदि हातमा लिएका अनेक तरहका शङ्ख मृदङ्ग बजाउँदै श्री महादेव समक्ष गए। आकाशबाट पुष्प वर्षा हुन थाल्यो। त्यही बेलामा नारदजी दैत्यहरू कहाँ गई भन्न लागे, श्री महादेव देवताहरूको स्तुतिदेखि प्रसन्न भई तिमीहरूलाई मार्न भनी आउन लाग्नु भएको छ। अब तिमीहरू आफ्नो बचाउको उपाय गर, नत्र तिमीहरूको सत्यानाश हुनेछ। यस्ता प्रकारको नारदको वचन सुनि राजामयले आफ्ना साथी तारकाक्ष र बिन्दुनमाली इत्यादि सम्पूर्ण दानवहरूलाई नारदजीले भन्नुभएको कुरो सुनायो। त्यसपछि दैत्यहरूको श्रेष्ठ तारकले भन्यो, हे राजन, किन चिन्ता गर्नुहुन्छ? देवता यथार्थले युद्ध गर्न बाध्य छन्। यो त्रिपुरा भेद गर्न कसैको सामर्थ्य छैन। हे राजन, बलहीन देवताहरू हामीसँग कुनै प्रकारले पनि युद्ध गर्न सक्दैनन्। जो मूढ भई युद्ध गर्ला त्यो अवश्य मृत्युलाई प्राप्त होला। तारकाक्षका यस्ता कुरा सुनि मय दानवले फेरि भन्छ, हे तारक, महादेव हामीहरूका स्रष्टा हुन्। यदि आज हामीलाई मार्न स्वयं उनी आउँछन् भने अब यसको उपाय अरू केही छैन। खाली भगवान महादेवको शरण परि प्रणाम गरौँ, यसैमा हाम्रो भलाइ छ। ब्रह्मादि देवता पनि दुखी भई जसका शरणमा जान्छन् आज उनी भगवान महादेव हामीलाई संहार गर्न आउँछन् भने अब हाम्रो के गति हुन्छ? जो क्षण मात्रमा सबै जगतको सृष्टि र संहार गर्न समर्थ छन्
त्यस्ता श्री महादेवसँग हामीहरू कसरी युद्ध गर्न सकौँला? हाम्रो विधिहीन तपस्याले के हुन्छ? हे भाइ बन्धु हो, तिमीहरूले धेरै समयसम्म त्रिपुराको भोग गर्यौ। त्यस कारणले हे दानवीर हो, तिमीहरू सबै कालले प्रेरित भई युद्ध गर्न भनी उत्सुक छौ। यस्ता प्रकारको मयको वचन सुनि नारदले विचार गर्न लागे, सारा दैत्यको संहार जसरी भए पनि गर्नै पर्छ। त्यसकारण यिनीहरूलाई अनेक उपाय लगाउनै पर्छ। यति मनमनै गुनी नारदले भने, हे महाराज, अब तिम्रो तपस्या क्षीण भयो, ऐश्वर्य भोग समाप्त भयो। अब सङ्ग्राममा अघि नसरी नपुसक ती देवताहरूका शरणमा जानुभन्दा सङ्ग्राममा लडी मोक्ष हुनु उत्तम ठान्छु। यदि महादेवका हातबाट मर्यौँ भने ती श्री महादेवका प्रमथगणमा अधिपति हौला शरणमा गयौ भने पनि देवताका हितका निमित्त श्री महादेवले तिमीहरूलाई नमारी छोड्नुहुने छैन। फेरि यस्ता दानवको राजा भएर पनि कहाँ तर किन हुन्छौ? लड्दा कदाचित जित्यौ भने तीन लोकको राज्य पनि भोग गरौला। यस्ता प्रकारले नारद ऋषिको वचन सुनि तारकाक्ष, बिन्दुनमाली आदि दैत्यहरू आयु क्षीण भएका हुनाले मोहमा परि भन्न लागे, हे महाराज, नारदजीबाट जो आज्ञा भयो त्यो धेरै उत्तम हो। यस्ता प्रकारको महादैत्यहरूको वचन सुनि मय नाम गरेको राजा दानवले भन्यो, हामीहरूको श्री सम्पत्ति नष्ट हुने बखत भएछ, किनभने तिमीहरूको पनि बुद्धि उल्टो भयो। यस्तो जानी नारदजीबाट आज्ञा भएको धेरै ठिक छ। मयको र अन्य दानवको कुरा सुनेर नारदजी पनि धेरै प्रसन्न भई सबै दैत्यहरूलाई युद्ध गर्नमा तत्पर गराई श्री महादेव भएका ठाउँमा गए। ती दैत्यहरू पनि युद्ध गर्नलाई तत्पर भए। त्यसपछि युद्धको लालसा गरी दैत्यहरूले अनेक तरहका शस्त्र अस्त्रले सहित भई युद्ध गर्न तयार भए। तारकाक्ष, बलवासुर, बिन्दुनमाली आदि दैत्यहरू र राजाहरू पनि युद्ध गर्न निश्चय गरी राजाको अगाडि आएर अनेक तरहका बाजा बजाई सिंहनाद गर्न लागे। दानवका सेनाहरू पनि भयभीत भई भन्न लागे, ऊ रथ आयो, रथको ध्वजा देखियो। यस्तै वाक्य परस्परमा भन्न लागे र भय शोकलाई त्याग गरी आत्मविश्वास जागृत गरिरहन लागे। उनीहरू पशु जस्तै भएर जसरी अग्निको समीपमा पुतली जान्छन् त्यस्तै गरी कालाले ग्रस्त पारेका त्रिपुरावासीहरू पनि शिवजी कहिले आइपुग्छन् भनी हेर्न लागे। कुमारजी आज्ञा गर्नुहुन्छ। नन्दी, भृङ्गी, वीरभद्र आदि अनेक गणहरू वज्र, त्रिशूल, गदा, परिध्य आदि लिई युद्धका निम्ति अग्रसर भए। दैत्यगण पनि श्री महादेवको रथ आएको देखि युद्ध गर्न भनी अनेक प्रकारका दिव्य आयुध लिई शिवगणसँग युद्ध गर्न लागे। त्यसबेला श्री महादेवले पनि त्रिपुरालाई दग्ध गरे जस्तै गरी ठुलो सिंहनाद गरी युद्ध गर्न लाग्नुभयो। नन्दी महाबली दैत्यगणसँग युद्ध गर्न लागे। भृङ्गीले 10 बाण छोडी बिन्दुनमालीलाई भेदन गर्न लागे। भृङ्गी र रिटीले बिन्दुनमालीका पृष्ठभागमा प्रहार गरे। यो प्रहारका साथै उसले पनि पूर्ण हुङ्कारले भृङ्गी र रिटीलाई प्रहार गर्यो, जसको वेदना सहन नसकी भृङ्गी र रिटी त्यहाँबाट पलायन भए। जब त्यस दैत्यले यिनीहरूलाई जित्यो तब गणनायक गणेशको काँधमा त्यो दैत्यले 1000 बाण छोडी भेदना गरिदियो। दैत्य राजाले फेरि श्री गणेशका मर्ममा घाउ गराई वेदना गरायो। तब गणेशजीले अति क्रुद्ध भई आफ्नो सुँड पसारी त्यसको गर्दनमा बेसरी मर्काई बिन्दुनमालीको शिर उखेलेर फ्याँकिदिनु भयो। त्यसको शरीरबाट छेदन भएको शिर सरोवरबाट निस्केको हात्तीको दाँतमा अड्केको कमलको फूल जस्तै शोभामा प्राप्त भयो। त्यो देखि भृङ्गीले नाना तरहले जय जयकार गर्दै नाच्न लागे। यसपछि नेमा र बल नाम भएका 2वटा क्रोधले युक्त दानव वीरहर आएर बाण छोडी गणेशलाई मर्ममा प्रहार गर्दै घाउ गराउन लागे। शङ्कु कर्णले तिनीहरूलाई बिचैमा रोकी उनीहरूको ध्वजा, रथ, सारथी र घोडा सबै काटी विरथी गराए। ती 2 जनाले फेरि अर्को रथमा चढेर आई ती चण्डेश्वर गणनायकका मर्ममा हजारौं बाण हानी घाउ गराए। गणेश्वरले पनि क्रोधले राता आँखा गरी भयङ्कर मुसल प्रहार गरी दुवैलाई यमराज कहाँ पुर्याइदिनु भयो। त्यसपछि ठुला त्रिपुरावासी दैत्यहरू क्रुद्ध भई ठुलो समूहमा निस्केर नाना तरहका चक्र, वज्र, त्रिशूल, कुठारा लिएर महादेवका गणमाथि झम्टी युद्ध गर्न लागे। शिवगणहरू पनि शिवको आज्ञा पाएर उन्मत्त सिंहले मृगहरूलाई लखेटे जस्तै गरी दैत्यहरूको सैन्य बललाई बारम्बार छिन्न भिन्न गर्न लागे। दैत्यहरूका कसैका शिर छैनन्, कसैका गिँड छैनन्। यस्तै प्रकारले तिनीहरू नाश हुन लाग्यो।
वज्रको चोट लागि चूर्ण भएका दैत्यहरू पर्वतहरूका शिखर झरेझैँ गरी गिर्दै पश्चिम समुद्रमा पर्न लागे। नेमी र बल नाम भएका दैत्यहरूलाई शङ्कुकुण्डले मारे भन्ने दैत्यहरूले सुनेपछि उनीहरू अति क्रोधित भई तारकाक्ष नाम भएको दैत्यलाई घटनाको बारेमा भने। त्यो खबर सुनेर तारकाक्ष दैत्य आफ्नो घरदेखि निस्केर आयो। तारकाक्ष दैत्य गणनायकहरूमाथि झम्ट्यो र अनेक तरहसँग बाणवृष्टि भयो। गणनायक शङ्कुकर्णले पनि त्यस महाबली दैत्यका शिरमा वज्र प्रहार गरे। सिंहनाद गरेर त्यो दैत्यले पनि रिसले भूमिबाट उठी चक्रको प्रहार गर्यो। गणेश्वर शङ्कुकर्णले पनि अति वेदना हुने गरी मुड्कीले त्यसलाई हाने। शङ्कुकर्णको मुड्की खाएपछि त्यो दैत्य मूर्छा परी भुइँमा ढल्यो। तारकाक्षले आफ्नो सम्पूर्ण उत्तम हतियारहरूलाई हातमा छोड्यो। त्यो दानव कठोर मुड्कीको वेदना सहन नसकी समाप्त भयो। यस प्रकारसँग तारकाक्ष मरेको देखि अन्य दैत्यहरूले त्यो लासालाई उठाएर राजा मयका भवनमा लगी सारा वृत्तान्त बताए। साथै अनेक तरहसँग विलाप गर्न लागे। ती रुन लागेका दानवहरूलाई सम्झाई मयले भन्यो, मेरो घरमा अमृतको कुण्ड छ, त्यसैमा दैत्यहरूलाई लगी डुबाऊ। राजा मयको कुरा सुनेर ती दैत्यहरूले प्रसन्न भई मृतक तारकाक्षलाई अमृतमा डुबाइदिए। दैत्यपति तारकासुर पुनश्च जागृत भयो। अरू मरेका दैत्यहरूलाई पनि त्यही अमृत कुण्डमा डुबाएर बचाए। त्यसपछि दैत्यहरू प्रसन्नतापूर्वक मयलाई शिर निहुराएर प्रणाम गरे। जब पुनर्जीवन पायो तब त्यो तारकाक्ष फेरि बडो बेगले सङ्ग्राम भूमिमा आयो। तारकाक्ष आएको देखेर ब्रह्माजीले आफ्नो बायाँ हातले त्यस दैत्यलाई देखाई श्री महादेवसँग भन्न लाग्नुभयो, हे महादेव, त्यो दैत्य अघि मरेको थियो, अहिले फेरि बाँचेर आयो। मयको घरमा अमृतको कुण्ड छ, त्यस अमृतले गर्दा मयले दानवहरूलाई बचाउँछ। हे शम्भो, यदि यसको अमृत रह्यो भने यी मरेका दैत्यहरूलाई बारम्बार बचाइराख्नेछ। यस कारणले बाण प्रहार गरेर अमृत खिचेर लिनुपर्छ। यस्ता प्रकारको ब्रह्माजीको वचन सुनि श्री महादेवले आज्ञा गर्नुभयो, हे ब्रह्माजी, तपाईँले भन्नुभएको कुरा ठिकै हो। अब म बाण प्रहार गरी अमृत खिचेर लिन्छु। यति भनी श्री महादेवले आफ्नो बाण धनुषमा चढाई त्रिपुरामा रहेको अमृतको कुण्ड नष्ट गर्नुभयो। फेरि ब्रह्माजीले बिन्ती गर्नुभयो, हे देवेश, अब त्यो बाणको सर ग्रहण गर्नुहोस्। मैले त्रिपुरावासी दैत्यहरूसँगको लडाईँ धेरै देखेँ। लड्दा लड्दा आज पूर्ण 10,000 वर्ष व्यतीत भइसक्यो, तैपनि त्रिपुराको क्षय भएन। अब त्यो बाण चाँडो छोड्नुहोस् र ती शत्रुहरू नाश गर्नुहोस्। ती तीनवटै पुरहरू अब आधा निमेष भएर मात्र एकत्र भई फेरि अलग हुनेछन्। जोडिएका पुरहरू अलग भएपछि फेरि बाण छोडे पनि केही हुने छैन, किनभने यिनीहरूलाई मैले यस्तै वरदान दिएको छु। हे भगवान, यदि मेरो बिन्ती लाग्छ भने बाण प्रहार गरी यी त्रिपुराहरूको नाश गर्नुहोस्। यस्तो प्रकारको ब्रह्माको वचन सुनि महादेवले त्यो उग्र बाण धनुषमा चढाई धनुलाई तलमाथि झुकाउनु भयो। जब दिव्य 10,000 वर्ष पुगेपछि आधा निमेषका निमित्त ती पुरहरू जोडिएका थिए। ठिक त्यसै बेला श्री महादेवले आफ्नो योग बलले ती तीन पुरहरूलाई निश्चल गराउनु भयो। यसको प्रभावले सारा जगत पनि निश्चल भयो। त्यसपछि शिवजीको साथमा भएको उग्र बाण अग्नि सोमयुक्त थियो। त्यस बाणको टुप्पोमा स्वयं भगवान नारायण बस्नु भएको थियो। भगवान श्री महादेवले आफ्ना साथमा रहेको त्यो उग्र बाण प्रहार गर्नुभयो। त्यस बाणको असरले त्रिपुराका सबै घरहरूको चारैतर्फ आगो लागि हुन लाग्यो। त्यही बेला श्री महादेवले आफ्ना अत्यन्त प्रिय नन्दीलाई डाकेर भन्नुभयो, हे नन्दी, तिमी चाँडो गई अग्निलाई भन, त्यो मय नाम गरेको दैत्य राजा मेरो भक्त हो, त्यसलाई अग्निले दग्ध नगराउन्। महादेवको यस्तो आज्ञा सुनि आफ्नो तपोबलका योग बलले वायु समान भई बाणभन्दा पनि चाँडो गई नन्दीजी मयका घरमा प्रवेश गरे। त्यहाँ गएर नन्दीले मय नाम गरेको दैत्यलाई देखे। त्यो दैत्य शिवलिङ्गलाई अगाडि राखी शिवजीको ध्यान गरी बसिरहेको थियो। नन्दीले त्यसलाई भने, तिमीलाई अग्निले जलाउने छैनन्, किनभने तिमी श्री महादेवका भक्त रहेछौ। त्यसकारण अब तिमी पातल जाऊ। मयले जब शिवगण नन्दीको वचन सुन्यो तत्काल उसले नन्दीलाई नमस्कार गर्दै पातलतर्फ हिँड्न लाग्यो। त्यही बेला अग्नि पनि त्यहाँ आइपुगेर अग्निलाई नन्दीले महादेवको आज्ञा सुनाइदिए। अग्निले मयलाई भने, अब तिमी यहाँबाट तुरुन्त जाऊ, किनभने अब क्षणभरमा त्रिपुरा भस्म हुनेछ। अग्निदेवको वचन सुनेर मयले हवस भनी सुवर्णमय शिवलिङ्ग लिई पातल प्रस्थान गर्यो।
नन्दीले त्यहाँबाट फर्की सम्पूर्ण घटनाको विस्तार महादेवसँग बिन्ती गरे। त्यसपछि लगत्तै त्रिपुरा भस्म हुन लाग्यो। त्यहाँका सबै घरहरू डढेर नष्ट भए। अनेक दानवहरू रोएको र कराएको शब्द सुनिन लाग्यो। पहिले शिवजीको भक्ति गर्ने दानवहरू अब शिवभक्तिहीन भएका हुनाले सबै दैत्यहरू महासागरमा बारम्बार खस्न लागे। भयङ्कर दैत्यहरू आकुल भई समुद्रमा खस्नाले तिनीहरूलाई अनेक प्रकारका जलजन्तुले भक्षण गर्न लागे। आफ्ना पतिलाई जालामा परेको देखि विलाप गर्दै कति स्त्रीहरू अग्निमा प्रवेश गरी डढी मरेका पनि देखिन लागे। यस्तो प्रकारसँग त्रिपुराको भस्म गराइदिएर त्यो सम्पूर्ण त्रिपुरालाई सागरमा डुबाई फेरि त्यो बाण शिवजीको हातमा प्राप्त भयो। हे अगस्त्य मुनि, यस्ता प्रकारले त्रिपुरा डढेपछि ब्रह्मादि सबै देवताहरू आफ्ना आफ्ना अधिकारमा प्राप्त भई शिवजीलाई प्रणाम गरी स्तुति गर्न लागे। हे भगवान, यो रौद्र कर्म आज हजुरले गर्नुभयो, यस्तो अरू कसैले गर्न सक्दैन। आज हजुरले दैत्यहरू मारी त्रिपुराको पनि भस्म गर्नुभयो। हे महादेव, हाम्रा आपत्ति नाश गर्ने यस्ता तपाईँलाई नमस्कार छ। देवताहरूको यो स्तुति सुनेर महादेवले देवताहरूलाई आज्ञा गर्नुभयो। हे देवता हो, तपाईँहरूलाई मैले सदा पुत्र रूपमा पालना गर्नुपर्छ। आज शत्रु मर्नाले तपाईँहरूको अभिलाषा पूर्ण भयो। अब प्रसन्न भई आफ्ना आफ्ना आश्रममा जानुहोस्। यस्तो आज्ञा महादेवको भएपछि महादेव शिवजीलाई प्रणाम गरी सम्पूर्ण देवताहरू आफ्ना आफ्ना आश्रममा गए। देवताहरू गएपछि प्रमुख र प्रमथ गणहरूले महादेव पूजित हुनुभयो। अनि नन्दी भृङ्गी भूत प्रेत सहित भई महादेव पनि कैलाश जानुभयो। हे मुनि, यो कसैले वर्णन गर्न नसक्ने त्रिपुरादाह मैले वर्णन गरेँ। जो शिवभक्त मनुष्य प्रसन्न र पवित्र भई यसको पाठ गर्ला, पापदेखि मुक्त भएर अन्त्यमा स्वर्गलोक प्राप्त गर्ला। इति श्री स्कन्द पुराणे केदारखण्डे कुमार अगस्त्य संवादे श्री स्वस्ताने व्रत कथायां त्रिपुरा दहनं नाम पञ्चमो अध्याय। उपनयतु मङ्गलव सकल जन्मङ्गलाय श्रीमना दिनकर किरण निरोधित नवनलिन दिन निवेक्षण कृष्ण काले वर्षतु पर्जन्य पृथिवी सस्यशालिनी देशीयं शोभरहितो ब्रह्मणा सन्तु निर्भया अपुत्रा पुत्रिण सन्तु पुत्रिण सन्तु पौत्रिण निर्धना सधना सन्तु जीवन्तु शरदां शतं। तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यत्राच्युतोद्धार कथा प्रसङ्ग। या कुन्देन्दु तुषारधार हवला या शुभ्रवस्त्रावृता या वीणवरदण्डमण्डितकरा या श्वेतपद्यासना या ब्रह्मच्युत संकृति प्रभृति वेदै सदा वन्दिता सा मा पातु सरस्वती भगवती निःशेषजडापहा। कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना स्वभावात् करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पयेत्। श्री स्वस्थानी माई की जय।